लौका 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 पनि फलेछ लौको फलाउँछ चलो हेर्नु लौका लौकी लौका लौकी अनि यहाँ हेर्नु यो के हो यो बोडी बोडी यहाँ फलेछ नि पुरा बोडी टमाटर लौका अनि यो मेरो फेभरेट हो मुन्टा फर्सीको मुन्टा फर्सीको फर्सीको मुन्टा तर मुन्टाले टिपेकै छैन फर्सीको मुन्टा किनभने यसलाई फर्सी खाने भनेर छोडिदिएको छैन तर मुन्टा मकै 3-4 छाक भइसक्यो यो मुन्टा खान थालेको मकै यो पुरा फल्नको लागि छोडिदिनु भएको छ फल्नको लागि छोडिदिएको मुन्टा खान त थियो धेरै मकै अनि यो सानो यो पनि लौका हो लौका हेर्नुभयो मकै यो पनि राम्रैसँग फल्छ जस्तो लागिरहेको छ यो तल तल चाहिँ 2-3वटा छ फर्सीको बोटहरू हालिदिएको छ तल मुन्टा खानको लागि पपिता पपिता अनि यो चाहिँ सोइजन भन्छ नि सोइजन सोइजन सोइजनको बोट चाहिँ यहाँ लगाएको छ सानो सानो भएको सानो आएको छ पात बिस्तारै उम्रिन्छ अनि यो कर्करो साग कर्कलो साग हाम्रोतिर भन्छ कन्चो साग कन्चो साग है खानको लागि हुन्छ नि यो अनि यो त्यता पोरो साग यो पोरो साग यो बङ्गालीमा भन्छ यसलाई पोइ साग यो कोरो साग हो कोरो साग बङ्गालीमा भन्छ यसलाई पोइ साग बङ्गाली भाषामा भन्छ टमाटर केरा पनि लागिसक्यो केरा पनि गाउँबाट ल्याएको थियो केरा लागेछ यो गाउँको नटबाट केरा हुन्छ नि त्यो केरा यहाँ सोइजनको बोट पनि यहाँ राखेको छ अनि टमाटर टमाटर यो चाहिँ कागती हो कागती अनि यहाँ पनि छ यहाँ कर्कुलोको साग यहाँ पनि छ खानको लागि एकदम राम्रो होइन जोस आफूलाई पुग्ने चाहिँ एकदम सबै कुरा राम्रो छ यहाँ सानो सानो भान्टा भएको छ भान्टा चाहिँ अहिले चाहिँ उम्रिन्छ तर खानु पर्ला हुन्छ हेर्नु हो बारी कस्तो छ मोटा बारी पुरा यता तल पुदिना पुरा छेकेको छ पुदिना छ पुरा पलाएर राख्नु जसरी मलाई कन्ना रलाई यस व्यवस्थापन गरेर राम्रोसँग सबै कुरा लगाउनु भएको छ गार्डनिङ एकदम राम्रो लाग्छ नि त मलाई सबै कुरा भएको राम्रो लाग्छ क्या सबैको फ्लावरहरू फ्रुटहरू भेजिटेबलहरू भएको राख्छु क्या जो करेला फलेको छ कि छैन करेला त फलेछ नि 3-4वटा टिप्नु अघि टिप्नु भएको छैन टिपेको छैन यसको हार्भेस्टिङ गर्नुहुन्छ अनि त्यसपछि देखाइदिनुहुन्छ यहाँ हेर्नु हेर्नु यहाँ छ एउटा यहाँ 2वटा छ भित्र छ क्या करेला फलिरहेको छ करेला त जहिले पनि पक्दै खाउँछ यहाँ पनि छ हेर्नु भित्रभित्र हेर्नु हो भित्रभित्र मुकेको छ यहाँ हेर्नु कस्तो ठुलो हेर्नु करेला करेला यहाँ हो नि यहाँ पनि काँक्राको बोटो यो पनि काँक्राकै बोटो खाजा कस्तो लाग्छ यो फ्लावर डालिया फ्लावर भन्छ यसलाई डालिया अनि यो पिच फ्रुट खान्छ आरुको बोटो मेरो मम्मीको फेभरेट फ्रुट आरुको बोटो अम्बक पनि फलेको छ दुईटा अम्बक पनि यो पनि मेरो फेभरेट हो गोवा मम्मीको फेभरेट फ्रुट यो हो पुदिनाहरू छ त्यही हो केही छैन सानै गार्डन हो